नमस्ते। आज म हजुरहरूलाई चाउचाउ र अन्डाको रेसिपी लिएर आएको छु। सबभन्दा मैले चाउचाउलाई चाहिने सामग्रीहरू रेडी गरेँ र प्यान बसालिसकेपछि यसमा मैले तेल राखेर अन्डालाई राखेँ। अन्डा यत्तिको भएपछि यो रेडी भयो। अब म यसलाई निकाल्दैछु। अब अघि राखेको अन्डा निकालेँ र फेरि तेल प्यानमा राखेँ। त्यसपछि यसमा मैले ज्वानो, मेथी र 3टा जति खुर्सानीलाई फ्राई गरेँ। अब खुर्सानी यत्तिको भइसकेपछि यसको माथि बन्दालाई एड गर्ने अनि बन्दालाई एकछिन मजाले चलाएर फ्राई गर्ने। बन्दा यत्तिको भइसकेपछि अब यसको माथिबाट गाजरलाई पनि राख्ने। गाजर सँगसँगै यसमा प्याजलाई पनि राख्ने। फ्राई गरेर यत्तिको भइसकेपछि यसमा स्वादअनुसारको मसला राख्ने। यो चाहिँ घरमै पिसेर राखेको मसला हो। अनि स्वादअनुसारको नुन राख्ने। त्यसपछि बेसारलाई पनि राख्ने। यसलाई सबैतिर मिक्स हुने गरेर फेरि चलाउने। अघि नै चप गरेर राखेको यसमा टमाटरलाई पनि एड गर्ने। त्यसपछि यसको माथि चाउमिनलाई राख्ने। चाउमिनलाई मजाले फ्राई गर्ने र यसको माथि मैले बदाम र केराउलाई पनि अघि नै एड गरिसकेँ। त्यसपछि अब अघि नै रेडी भएर राखेको अन्डालाई माथिबाट राख्ने। त्यसपछि यसलाई मजाले मिक्स गर्ने गरी चलाउने। यत्तिको भइसकेपछि यसलाई एउटा भाँडामा निकाल्ने। माथिबाट प्याजलाई राख्ने अनि काटेर राखेको हरियो खुर्सानीलाई पनि राख्ने। त्यसपछि हजुरहरूले माथिबाट अलिअलि गरेर केचपलाई पनि राख्न सक्नुहुन्छ। अब यो खानालाई रेडी भयो।